हेलो नमस्ते गाइस सबैजनालाई गुड मर्निङ भन्नु चाहे आज चाहिँ मैले त्यही हो आज चाहिँ म कुहिरो भएको ठाउँमा आएको छु गाइस हैन त्यही हो यो चाहिँ कुन ठाउँ भन्नुहुन्छ होला फेरि तपाईहरु म चाहिँ अहिले गाउँ आएको छु हैन त्यही हो गाइसहरु कुहिरोले केही देखेको छैन धोका दिइरहेछ यस्तै छ केटा हो म चाहिँ गाउँतिर घुम्दै छु अहिले चाहिँ हैन यस्तै छ सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्दछु म पनि एकदम सन्चै नै छु अहिलेसम्म चाहिँ कुहिरोले गर्दाखेरि केही देखिरहेको छैन म चाहिँ एकदम कुहिरी मण्डलमा छु अहिले तपाईहरुले देख्न सक्नुहुन्छ यस्तो छ मलाई चाहिँ लास्टै धोका भइरहेछ कुहिरोले गर्दाखेरि अहिले चाहिँ यो हाम्रो चौतारा डाँडा भन्छ यसलाई चाहिँ यो ठाउँमा छु म चाहिँ आज यसो घुम्न निस्केको तर गाइजहरु मलाई लास्ट धोका भइरहेछ कुहिरोले गर्दाखेरि चाहिँ त्यही हो सबैजना सन्चै हुनुहुन्छ होला तपाईहरु म चाहिँ एकदम ठिकै छु त्यही हो यसै डाँडातिर हावा खान जाँदैछु गाइजहरु देख्न सक्नुहुन्छ मेरो चाहिँ चिलपारा यस्तै छ सिनहरु त देखिहाल्नुभयो धोका दिएको छ मलाई भनेर हैन यस्तो छ अब म चाहिँ लाग्दैछु योभन्दा अलिक माथिल्लो ठाउँका डाँडातिर त्यही हो तपाईहरु नि हेर्न सक्नुहुन्छ गाउँतिर चाहिँ यस्तै रहेछ कुहिरो लाग्ने पानी पर्ने यस्तै भइरहेछ काठमाडौँमा चाहिँ पानी नपरेर त्यस्तै छ यता चाहिँ अलिकति के हो मौसम पनि यार म आएकोले हल्का धोका भइरहेछ हैन त्यही पनि ठिकै छ केटा यसो यतातिर नि हल्का मेरो भेटघाट घरतिर नि धेरै भएको थियो नआएको त्यही भएर आयो हरियाली चाहिँ हरियाली नै छ तर यो अलिकति कुहिरोले गर्दा नदेखेको यो चाहिँ रोड भइहाल्यो माथि डाँडातिर जाने यो पालि चाहिँ म अलिक जङ्गल घारीतिर हिँड्न चाहिन किनकि यता चाहिँ एकदमै जुगा लाग्छ के जुगा लाग्छ त्यही हो गाउँतिर केटाहरु पनि खासै कोही छैन कि क्या हो यार हल्लै गर्दैन पहिलातिर जस्तो यो चाहिँ हाम्रो क्रसरबाट सामानहरु लिइराख्नु भएको रहेछ यता स्टक गर्नु हुँदो रहेछ तर अहिले चाहिँ पानी परेको कारणले यता पनि खासै काम भइरहेछ जस्तो लागिरहेको छैन मलाई उहाँहरुको नि त्यही हो गाउँघरतिर भनेको चाहिँ रमाइलो चाहिँ यस्तै हो एक्लै भइयो साथीहरुलाई चाहिँ धेरै मिस गरेको छु मैले केटा हो यस्तै छ एक्लै हिँडिँदै छ गाउँतिरको फेरि खोला झरनाहरु भनेको जस्तो हुन्छ देखिराख्नु भएको छ तपाईहरुले खोलाहरु यस्तो छ रोड गाउँतिर चाहिँ रोड यस्तै हो एउटा मध्यपारी लोकमार्ग चाहिँ अलिकति ठुलो छ तल यतातिर भने चाहिँ यस्तै हो म चाहिँ अब रोड जाने वाला छु देख्न सक्नुहुन्छ हाम्रो गाउँतिरको अवस्थाहरु थोरै अब कुहिरो हटेछ भने थोरै राम्रो दृश्यहरु पनि देखाउने छु तपाईहरुलाई है गाइजहरु बाटोहरु चाहिँ यस्तै हो यसरी हिँड्नु पर्छ है त ल गाइजहरु यस्तो छ हल्का बाटो चाहिँ उब्रिनु खोजिरहेछ हैन यस्तै हो केटा हो
गाउँतिरको बाटोहरू है। यता चाहिँ डट बाइक लिएर हामी बाल मजा चाहिँ हुन्छ क्या। अब त्यो पनि बिस्तारै पछि सोख पुरा गरौँला, त्यसको पनि भ्लग हालौँला, कुनै समस्या छैन। अहिले चाहिँ यही हो, गाउँतिर भनेको चाहिँ यस्तै अर्ग्यानिक पानीहरू हुन्छ, रोडहरू पनि यस्तो खालको पिच हुन्छ यता चाहिँ। अनि गाउँहरू चाहिँ हल्का, हाम्रो चाहिँ गाउँभन्दा नि जङ्गलहरू चाहिँ कुहिरो हटिसकेको छ। यस्तो छ, पहिलातिर चाहिँ यता पुरै जङ्गल थियो, यता खरबारीहरू थियो, रमाइलो हुन्थ्यो गाई भैँसी चराउन आउनु। अहिले चाहिँ केटाहरू पनि खासै कोही छैन, सबैजना आफ्नो आफ्नो कर्मथलो कर्म गर्नुको लागि गइसकेको छ नि त। त्यही भएर अहिले चाहिँ केटाहरू पनि खासै छैन। यो रोडमा चाहिँ खासै गाडीहरू नि हिँड्दैन रहेछ। म चाहिँ यही रोड हिँडिरहेको छु अहिले। यस्तो छ भिर पहराहरू, यस्तो हो। यहाँ चाहिँ वाटरफल देख्न सक्नुहुन्छ तपाईँले, सानो पहिरो गएछ यता। गाउँतिर केटाहरू खाएको चाहिँ रोइला हुन्थ्यो। अहिले चाहिँ ऐसेलीको सिजन सकिसकेको छ, ऐसेलीको रुखहरू। म चाहिँ अहिले एक्लै हिँडिरहेको छु। रोडहरू चाहिँ यस्तै छ यतातिर, खासै राम्रो छैन। यो गाई भैँसी हिँड्ने रोडहरू मात्रै हो अहिले। बर्खामा गाडीहरू हिँड्दैन यतातिर, त्यही भएर यही हो। देख्न सक्नुहुन्छ तपाईँहरू नि हाम्रो गाउँघर यस्तै छ। दुःख गाउँतिर भनेको यस्तै हो। एकदम हिँड्नु पनि सकिँदैन आजभोलि चाहिँ। त्यही भएर बिस्तारै लागिँदैछ। पहिलातिर यतिकै डाँडाहरू चाहिँ कुदेरै गइन्थ्यो, अहिले चाहिँ सास पो बढ्दो रहेछ। त्यही हो, रुटहरू यस्तै छ। हाम्रो गाउँघर चाहिँ अब लेकतिर पर्छ नि त, त्यही भएर पानी सानीहरू चाहिँ परिराखे हुन्छ। कुहिरो पनि लागि नै रहेछ। कोही छैन हौ यतातिर त, जङ्गलतिर। चाहिँ पहिलातिरको झलझल चाहिँ यादहरू आउँछ क्या। यसरी हल्ला गर्दै हिँड्दाखेरि पहिलातिर चाहिँ एकदम केटाहरू थियो हल्ला गर्थ्यो। अर्ग्यानिक फल देख्न सक्नुहुन्छ, गङ्गहरू निकै हुन्छ यति। मैले खाइरहेको छु, अलिक पाकेको रहन्छ। त्यो सम्झिनु मल नपुगेर हो, सानो सानो रहेछ। गर्मी चाहिँ बबाल छ है। गाउँतिरको रोडहरू चाहिँ यस्तो हुन्छ।
यत्रो यत्रो खोला ढलहरू जमाया सररा पिरमान्नेको छरा माया भन्दा मिठो के नै छ र गाउँतिर एक्लै हुँदा नि मजै नहुँदो रहेछ हौ यार। है मिसु केटा हो, कता कता छौ तुरुन्त सम्पर्कमा आऊ। यो भ्लग हेरेर भयो नि केटा हो। अहिले चाहिँ मसँग केटाहरूको कन्ट्याक्ट नम्बरहरू पनि खासै छैन गाउँतिरको। केटाहरू नि कता कता छ थाहै छैन यार। छोरा मान्छेको जिन्दगी परदेश गयो, यता गयो, के गयो त्यतिकै। त्यस पछाडि साथीभाइहरू नि कता कता गयो। अर्ग्यानिक तरकारी सिस्नु यही हो। गाउँतिर चाहिँ तरकारीहरूको चाहिँ टेन्सन हुँदैन। बाटोहरू चाहिँ यस्तै छ, लागिँदैछ उकालोतिर। म चाहिँ अहिले यस्तरी हिँडिरहेको छु। ल गाइसहरू म त्यस्तरी हिँड्दैछु अहिले। गरम या पसिना चाहिँ बबाल आइरहेछ मलाई पनि। यो भनेको चाहिँ स्वास्थ्यको लागि राम्रो भनिन्छ पसिना आउनु चाहिँ। त्यही भएर म त्यस्तो पसिना काट्दै काट्दै हिँडिरहेको छु। त्यही हो गाउँघरमा दुःख पीडा यस्तै छ। अब हामी चाहिँ सहर बस्नु थालिएर दुःख गर्न नि सकिँदैन होला। अब हिँडिँदैछ गाइसहरू। ओह त्यही हो बाटोहरू चाहिँ पुरै यता केही हिँड्दैन, गाई भैँसी मात्रै हिँड्ने। पहिलातिर चाहिँ यतातिर हामी हिँड्थ्यो यस्तो टाइममा हल्ला गर्ने बस्ने जङ्गलतिर। त्यही त हो आजभोलि चाहिँ सबजनाले गाउँ छोडिहाल्यो। बाबुआमाहरू नि बुढेसकाल लागिहाल्यो। अब कसले गाई भैँसी चराउने हो र यहाँ। त्यो मान्छेहरू पनि कोही हिँड्दैन रहेछ यता त। भेटाउनु नि गाह्रो छ हौ मान्छेहरू यहाँ, कोही त छैन। अब बिस्तारै अलिक पछिदेखि चाहिँ अलिअलि हुन्छ होला यतातिर। यस्तै हो। रोडहरू चाहिँ यस्तो छ अहिले। पहिलातिर चाहिँ यस्तो हुन्थ्यो यता। हामी चाहिँ अलिक सानो सानो भन्दा पनि ठिकैको हुँदाखेरि टर्च लाइटहरू हुँदैन थियो। यो रोडहरू भर्खर खनेको टाइममा यो रोडमा एक्चुअली हामी
चाहिँ यता आएको थियौँ रात परेर। एक दुईजना डोजर चलाउने दाइहरूले लगिदिएको थियो हामीलाई। त्यो मेमोरीहरू लास्ट कमेडी छ नि, त्यो चाहिँ साथी भएको भए चाहिँ मजा आउँथ्यो। दुईजना दुई तिनजना भागमा गफान्दै जानु, त्यो टाढो नै छैन। र गाइजहरू यस्तै छ बाटोहरू चाहिँ। डट भएको भए चाहिँ डट राइड हान्नु चाहिँ हुन्थ्यो यता फेरि द्रुङ द्रुङ हान्दै। आज चाहिँ कोही कोहीले लास्ट धोका दिइरहेछ मलाई यार, लास्ट टेन्सन लागिरहेछ। यताबाट मास्तिर जानु पर्ला, रोड के घुम्नु, त्यहाँबाट माथि गएर मास्तिर लाग्नु पर्ला। आउँछ रोड छोडेर यस्तो बाटो लाग्यो। हल्का घारीतिर चाहिँ अलिक उता रोडबाट चाहिँ धेरै घुम्नुपर्छ कि, त्यही भएर पाखा लाग्दिएको। यस्तै हो पाखातिर चाहिँ हिँड्नु त सकिन्न यार, उकालो बाटो के भएको आजभोलि। पहिलातिर यो ढुङ्गातिर चाहिँ हामी बच्चा हुँदा एकदम सुतिन्थ्यो। अहिले नि एकलट सुत्दिने हो ढुङ्गामा चाहिँ। ओभर थाकियो नि त, त्यो भएको हुनाले जुगा सुगा लाग्यो कि हेर्ने हो टक्क होइन। थोरै यतातिर चाहिँ जुगा सुगा हेर्ने, जुगा चाहिँ यस्तो हुन्छ केटा लागिहालेछ म्याच कस्तो। यता पनि जुगा छ, यता आएपछि जुगा चाहिँ बबाल नै पाइन्छ, केही छैन। अब फाल्ने हो जुगा। जुगाको काम भनेको यही हो, मान्छेलाई टोक्ने, गाई भैँसीलाई ठोक्ने त हो। लास गर्मी छ के हो यार, ढुङ्गामा बसौँ भने त जुगै जुगा छ यार, कहाँबाट आयो यति धेरै। गाइस ओभर गर्मी भयो, पानी सानी पऱ्यो भने। छाता पनि ल्याइएन अस्ति, खोलेर ओभर गऱ्यौँ। हामी त यारले जङ्गलहरू चाहिँ पिरो चाहिँ हड्के बब्बाल हुन्थ्यो, त्यही हो। गाउँमा चाहिँ यता चाहिँ ओभर जङ्गल भइसकेको छ अहिले, कसै बोटहरू पनि छैन नि त। त्यही भएर अब चाहिँ के गर्नु भने यसो बस्ने, एउटा चक्लेट खाने। डाइटमा मेरो चक्लेटमा चाहिँ आलमन्ड र डेट्स मिसेको चक्लेट हो यो चाहिँ।
गाउँ घरै रमाइलो सुनको लागि पिरो लागेर ल्याउनु धेरै सुत्नु हुँदैन अब लाग्नुपर्छ पानी पर्न सक्छ अहिले अब फेरि उकालोतिर लाग्ने हो यस्तै छ ट्याक्क लाएर यो झोला स्याट्ट बोकिन्छ झोलामा आफ्नो सम्पत्तिहरू ट्याक्क हालिन्छ त्यसपछि ट्याक्कसँगले लागिन्छ म चाहिँ सुतेर नै लागेँ अब गाइजहरू यस्तो छ यहाँ बुढाहरूको गोठ पनि बुढो भएछ अब बुढाहरू बस्नु छोडिहालेछन् गोठतिर नि नत्र त यहाँ काक्सको गोठ छ काक्सको गोठमा मजा आउँथ्यो त्यही हो यस्तै छ बाटोहरूको छेडहरू उखाली जानको त्यो एक्लो बर छोइदिने कोही छैन बाँचुन्जेलसम्म हाँस्केला गरौँ मरे त रोइदिने कोही छैन उकालो गाइस अब उकालोतिर लाग्यो यतातिर अर्ग्यानिक सामानहरू पाकेकै रहन्छ गाउँघरको बाटो उकालो गाडी छ यार चरी भए जान्थे जङ्गलतिर चाहिँ हल्ला गर्दै हिँड्नु मजा लाग्छ क्या मलाई यस्तै हो उकालो बाटो बाटो छैन क्या
Ah. उकाली चढला ओरा झरौँला तिम्रै लागि हो भने साथमुनि तरौँला आहा कान्छी तिम्रो माया सकिन बिर्सन सक्छ कि रेलको इन्जिन केटाहरू भएको त गीत गाउँदै हिँड्नु नि मजा आउँथ्यो यार छैन एक्लै हिँड्दैछ तिम्रै लागि हो भने साँझमुनि रौँला बाटो चाहिँ डेन्जर रहेछ चिम्के माटो कोही छैन यार जङ्गलतिर त जुगा पो आउँछ त रोडतिर नि तल तल सिमसारे गाईले खायो गाउँको यात्रा चाहिँ यस्तै हो अब कुहिरो लागिरहेछ डेन्जर केही देखिँदैन हिँड्ने त हो यताबाट उता डाँडातिर गइन्छ त्यता चाहिँ घुमिन्छ गाइज अनि फर्किने हो सरर लाएर गाउँतिर यस्तै छ बाटोहरू बाख्रीहरू घाँस खाएर जाँदैछ काका खाइरहेको छ बाख्राहरू रुखमा चढी घाँस खाइरहेको छ यता दाउरा
त्यस्तै छ बाटोहरू। अझ लास्ट धोका भयो कुहिरो आएर यार। पानी पनि पर्छ जस्तो छ अब। यसो टाइम मिलाएर ब्याक गर्नु पर्ला। तल तल सिंहमा पानी पर्यो। लागेर केही देखिँदैन। यस्तो छ ओत लाग्ने ठाउँ। गाइस आज चाहिँ ब्याड लक भयो मेरो। भ्यू हेर्न आएको कुहिरोले भ्यू त गाइस गाउँतिर त्यस्तै छ के गर्नु। योपालि गाउँको भ्यू हेर्नु नपाइने भयो। अब पछि आउँदा हेर्नु पर्ला। अहिले चाहिँ धोकै भयो मलाई कुहिरोले। केही देखिरहेको छैन गाइस। यस्तो छ बादल लागेर उसो लागेर चाहिँ मर्नुको जुनी बनाइहाल्यो। अब सिडी झरौँ भनेको चिप्लेर ढाड पो खोइलिन्छ कि क्या हो यार। यस्तै छ। अब चाहिँ म चाहिँ फर्किन्छु। आजको यात्रा पनि यहीसम्म हो। सल्लाह गरेर दामी बनाउँदै छन्। तर चाहिँ धेरै वर्ष भइसक्यो अहिलेसम्म यसको चाहिँ केही सही सदुपयोग भयो जस्तो लागेको छैन। यो ठाउँ भर्खर बनिँदैछ। यस्तै हो घुम्ने ठाउँ चाहिँ गाउँतिर हो। अलिक अब हरियालीहरू देखिन्थ्यो। अलिक पानी पनि पर्यो अघि। त्यही पनि बर्खा टाइम हो नि त अहिले। त्यही भएर यस्तै कुहिरो लाग्ने यस्तै हुने। त्यही त हो गाउँघरको लेकतिर बस्ने मान्छेहरूलाई बेसीतिर गर्मी भएर बसिसक्नु छैन लेकमा भने। यस्तो छ गाइस होइन। गाइस अब चाहिँ हल्का उग्रेको जस्तो भयो। अब चाहिँ भ्यू देखिन्छ होला भन्ने आशा सायद। म चाहिँ डाँडातिर कुद्दैछु गडा हो। अब चाहिँ यहाँबाट हल्का भ्यू हेर्ने हो गाउँतिरको। हल्का उग्यो नि त त्यही हो गडा हो। दाइ चाहिँ अहिले चिलमा घुम्दैछ ल यतातिर हरियाली जङ्गलतिर। यति बेला चाहिँ दामी हुन्छ क्या यतातिर हरियाली छ नि त। त्यही हो भ्यू देख्न सक्नुहुन्छ कडा हो गाइजहरू सबैजनाले। हाम्रो गाउँतिरको भ्यू चाहिँ यस्तै छ हरियाली जङ्गलहरू मात्रै छ धेरै जस्तो। कुहिरो लागेर चाहिँ केही देखिरहेको थिएन। सो अहिले चाहिँ दामी भ्यू देखिरहेछ गाउँतिरको। गाउँहरू चाहिँ तलतिर भयो। यहाँबाट अब यस्तै हो देखिने चाहिँ गाइज। अघि भर्खरसम्म कुहिरोले त्यो पारी डाँडामा थिएँ केही देखेको थिएन। अहिले चाहिँ यसो देखिरहेछ नि त। अघि चाहिँ त्यो टावर पनि नदेखिरहेको थियो। अहिले चाहिँ त्यो टावर पनि देख्यो। तर म त्यहाँ जाँदैन अल्छी लागिरहेछ। अघि भर्खर त्यहीँबाट आएको केही देखेको थिएन कुहिरोले। अहिले भने चाहिँ दामी भइरहेछ।
यतातिरको भ्यू गाइस यस्तै छ हरियाली हाम्रोतिर चाहिँ यस्तो बबाल छ कि यो ठाउँमा बबाल लाग्छ हौ यस्तै हो गाउँतिर भनेको चाहिँ अहिले हरियाली छ नि त हल्का अहिले यसो उब्रिएको छ गाउँहरू त्यही भएर हल्का बबाल मजा चाहिँ आउँछ कि यतातिर झरेपछि तिमीलाई मायाले पुगेन के तिमीलाई यस्तो छ दृश्य मायाले पानी परेर एकदम धोका भयो आज तर अहिले चाहिँ ठिकै छ यतिको उग्रियो भ्यूहरू देख्न सकिन्छ सलाला बग्छ सुनकोशी नदी बालुवा बगरमा बाँचुन्जेलसम्म हाँसखेल गरौँ मरे त खोला जङ्गलमा जिन्दगीको भरोसा के छ र लगाइदिउँ माया मरेर लानु के छ र उकाली जानको तो एक्लो बर छोइदिने कोही छैन बाँचुन्जेलसम्म हाँसखेलै गरौँ मरे त रोइदिने कोही छैन यस्तै छ गाउँतिरको बाटो चाहिँ गाइस खरबारी हिँड्ने त्यही हो यो खरबारीतिर पनि हल्का मेमोरीहरू छ क्या हामीसँग चाहिँ पहिलातिर चाहिँ यतातिर एकदम हिँडिन्थ्यो नि त गाउँघरतिरको बाटो यस्तै हो अहिले चाहिँ मान्छे नि हिँड्दैन क्या हो यार चिप्लेर मरिन्छ जस्तो छ सलल बच्च सुनकोशी नदी बालुवा बगरमा बाँचुन्जेलसम्म हाँसखेल गरौँ मरे त खोला जङ्गलमा भन्दै यतातिर मृगहरू पनि पाइन्थ्यो पहिलातिर देखिन्थ्यो अहिले चाहिँ खासै मृग चाहिँ पाइन्न रहेछ यतातिर देखिएन अहिलेसम्म चाहिँ एकदम बाटो चाहिँ डेन्जरस छ डेन्जर भएको कारणले चाहिँ झन्झन्डै चिप्लेर पो लडिएला जस्तो छ त यार ओहो गमबुट लाएर चाहिँ यो बाटो हिँड्नु ठिक छ है जिन्दगीको भरोसा के छ ल्याइदेऊ के छ र भन्दै केटा हो दादाको गाउँको बाटो चाहिँ यस्तो छ चिप्लेर लडिन्छ होला भन्छु म चाहिँ यतातिर हरियाली दियो दादा चाहिँ अहिले कन्ट्याक्ट लेस नेटवर्क आउँदैन दादाको यतातिर एनसिएलको चाहिँ डाटाहरू राम्रोसँग चल्दैन मेरोमा यतातिर
त्यही भएर म चाहिँ अहिले कन्ट्याक्टलेस अनलाइन छु, न केही छु। सबैजनाले भिडियो मार्फतबाट आई मिस छु मेरो साथी फ्यान फलोवर्स सबैजनालाई धेरै धेरै माया गरिदिनु, धेरै धेरै सपोर्ट गरिदिनु, लाइक सब्सक्राइब सेयर पनि गर्नु नभुल्नु होला गाइसहरू। त्यही हो, म चाहिँ अब घर फर्किँदैछु। अघि चाहिँ रोड आइयो, अहिले चाहिँ गाडी गएको। अब गाउँतिर गएछु, गाउँतिर त घुम्नु खासै भ्याइँदैन जस्तो छ। गाउँले साथीभाइ सबैजनालाई पनि मिस यु, किनकि म चाहिँ घरमा सानोतिनो यसो भेटघाटको लागि मात्रै आएको हो नि त। अहिले म चाहिँ अब फेरि गएर मेरो काम छ क्या काठमाडौँमै, त्यही भएर तपाईँहरूलाई काठमाडौँकै भिडियो देखाउने छु। अरू चाहिँ अहिले भनेको चाहिँ मैले गाउँको पनि, मेरो गाउँतिर घुम्न आउँदाखेरि चाहिँ बबाल भ्यू देख्ने ठाउँहरू चाहिँ त्यही हो, हरियाली छ। अहिले आउनुभयो भने चाहिँ अलिकति कुहिरोको कारण राम्रोसँग घुम्न सकिन्न। घुम्नु त सकिन्छ, थोरै नजाराहरू चाहिँ देख्न सकिन्न। माइक झरेर झन्डै हरायो, घाटा लाग्यो मलाई यार। यो झरेको भए चाहिँ मलाई राम्रै घाटा लाग्थ्यो। 5,000 चाहिँ सर्लक्कै मेरो जान्थ्यो हराएको भए। छन् त अर्को छ, सो दुईवटा भाग जस्तो अलिक हुन्न नि त। ओ माकी ट्रुलक बाटो त डेन्जर छ त यार। सिस्नो यो देख्न सक्नुहुन्छ, सिस्नो यसले चाहिँ करेन्ट नै हानिदिन्छ। आत्ता झार हुँदै चिलो यार। यो बाटो त कोही हिँड्दैन रहेछ यार। ओ यार, पुरानो बाटोहरू त सब बिर्सिसकिएछ त हौ। गाडी मात्रै छ, मान्छे हिँड्दैन रहेछ यार। घरबारीमा खसुर गाडी घरबारी यस्तै छ। खसुर चाहिँ छैन त, घरबारी चाहिँ छ है। जिन्दगी एउटा फुल हो भन्दै एक्लै टुर हान्नु पनि अलिकति अल्छी लाग्दो रहेछ हौ यार। केटाहरू कोही छैन, गाउँतिरको केटाहरू पनि काममा व्यस्त होला यार। अब नम्बर पनि खासै छैन नि त गाउँतिरको केटाहरूको अहिले। मसँग चाहिँ अब हुने भनेको चाहिँ अनलाइनमा हो, म अनलाइन छैन। मसँग अहिले न त नेटवर्क छ न त डाटा छ। म चाहिँ अहिले अन्धकारमा छु, एउटा चौतारामा आइपुग्यो अब। यहाँबाट चाहिँ हल्का डाँडातिरको भ्यू हेर्नुपर्ने हुन्छ। डाँडातिरको भ्यू त्यस्तै छ यहाँबाट देखिने। माछा पालन, जुगा यता चाहिँ भनेको यस्तोहरू चाहिँ एकदम पाइन्छ नि। गाई चाहिँ देख्न सक्नुहुन्छ, यस्तो चिजहरू पनि पाइन्छ यता। आम्मामा डेन्जर छ त हौ यहाँ। आइरहेछ, भाग्नु पर्छ। खाइ पनि रहेछ। अब यहाँबाट चाहिँ घारी छ अलिक यार, झर्नुपर्ने हुन्छ। घारीबाट गयो नि
बाटो चाहिँ यस्तो छ है यताको चाहिँ। त्यही हो, दादा चाहिँ यस्तो बाटो पनि हिँड्ने चाहिँ एक्सपोर्ट छ नि त, त्यही भएर हिँडिदिन्छ। खस्रो गाडी हामी खरबारी के हाल्यो के आम्मामा दुईवटाले एट्याक गरिसकेको छ। यति बेला भनेको चाहिँ उसको जुगाहरूको पनि बच्चा पाउने बेला अरे टाइम रहेछ यो चाहिँ। यो साउन महिना भनिन्छ नि यो चाहिँ, त्यही भएर एकदम सुरक्षितसँगले हिँड्नुपर्ने हुन्छ। म चाहिँ ओह्राली लागेको हरिणको चाल भो भन्दै यो बाटो चाहिँ दिस इज अ लेउ स्टाइलको रहेछ। चिप्लिस भने पुग्छस् तल्लो छेउ भन्ने स्टाइलको। त्यही हो। अब गाउँघरमा अहिले कामसाम पनि केही छैन, घाँस काट्ने भाइ। बाटो चाहिँ अब तपाईँहरूलाई झर्नाहरू देखाउनु भनेको थिएँ, झर्नाहरू कहीँ देखिन आज। झर्ना आगोतिर गएको झर्नै सुकिसकेको रहेछ। तलतिर झरेर चाहिँ जानु पर्यो। गाउँले बुढाहरू छैन कि हो यता। यस्तो छ बाटो चाहिँ केटा। बाटोको हालत चाहिँ ओह्रालो झर्नु यस्तो छ। रोडमा यहाँबाट रोडतिर पुगेपछि चाहिँ अलिक ठिक बाटो आइन्छ। बाटो त छ नि त। सो अर्ग्यानिक तरकारी टिपिँदैछ कडा हो। घुमेर घरमा आएर पनि गाइजहरू देख्न सक्नुहुन्छ। आजको भिडियो चाहिँ यतै लास्ट हुन्छ होला गाइज। अर्ग्यानिक सब्जीहरू चाहिँ यतै हो।